साथीहरू, आज म हजुरहरू सामु होइन एउटा सानो र मिठो कथा लिएर आएको छु, जसमा चाहिँ होइन एउटा पात्रहरू चाहिँ एउटा बुवा र अनि एउटा छोरा हुन्छन् होइन। अब छोरा के चाहन्छ भनेपछि आफ्नो भ्याल्यु चाहिँ के छ भनेर आफ्नो बुवालाई सोध्छ है। अब यसको चाहिँ सुरुवात गरौँ। एउटा बालक चाहिँ अब आफ्नो बुबासँग के सोध्छ भनेपछि गएर आफ्नो बाबाको अगाडि जान्छ कि, अनि बाबाको अगाडि गएर भन्छ, बाबा मेरो चाहिँ भ्याल्यु चाहिँ कति छ भनेर भन्छ कि। फेरि बाबाले चाहिँ त्यसलाई त्यो कुरा सम्झाउनको लागि के गर्छन् भनेपछि छोरालाई भन्छन्, छोरा तिमी यो छोरालाई एउटा पत्थर दिन्छ अनि छोरालाई भन्छ, छोरा तिमी यो पत्थर लगेर जाऊ, सहर जाऊ, अनि कसैले तिमीलाई यो पत्थरको मूल्य सोधेपछि तिमी केही नबोल्नु, बस आफ्नो हातको 2 औँला देखाउनु भन्छ कि। र अनि छोराले पनि हस् भनेर दोस्रो दिन सहरतिर जान्छ। सहरमा जान्छ र त्यो पसलहरू नजिक बस्छ त्यो ढुङ्गा लिएर होइन। त्यो ढुङ्गा ल्याएर बस्छ अनि उहाँ नजिकै एउटा हजुरआमा आउँछन् होइन। हजुरआमा आउँछन् र सोध्नुहुन्छ यो पत्थरको मूल्य कति हो बाबु भन्छन्। अनि उसले पनि बुबाले भने जस्तै केही बोल्दैन, आफ्नो हातको 2 औँला देखाइदिन्छ भयो। र हजुरआमा भन्नुहुन्छ 200 हो, ल ठिक छ, यो पत्थर म किन्छु, तिमी मलाई देऊ, म तिमीलाई 200 दिन्छु भन्छ। छोरा भने अचम्म परे हुन्छ कि, किनभने यो एउटा जुन सामान्य ढुङ्गा जुन जहाँ पनि पाउँछ त्यसको लागि किन 200 रुपियाँ दिन्ला छन् भनेर अचम्म पर्छ कि, अचम्म पर्छ। अनि फेरि ऊ घर जान्छ। घर गएर आफ्नो बुबालाई भन्छ, बाबा यो त जहाँसुकै पाइने पनि ढुङ्गा हो, योमा चाहिँ किन 200 रुपियाँ हाल्नुभयो त्यो हजुरआमाले भन्छ होइन। फेरि उसले बुझेनछ। अनि बुबाले भन्नुहुन्छ, तिमी अझै एउटा पत्थर लगेर सहर जाऊ, म्युजियममा जाऊ भन्छन् कि। म्युजियममा जाऊ भन्छन्। अनि त्यो दोस्रो दिन फेरि म्युजियममा जान्छ र त्यहाँ म्युजियममा आफ्नो ढुङ्गा राखेको हुन्छ। फेरि एकजना मान्छे आएर सोध्छन्, बाबु यसो यो पत्थरको मूल्य चाहिँ कति हो भनेर भन्छन् होइन। यो पत्थरको मूल्य कति हो भन्दाखेरि ऊ फेरि आफ्नो बाबाले भने जस्तै के गर्छ भनेपछि केही बोल्दैन, बस आफ्नो हातको 2 औँला देखाइदिन्छ भयो। त्यति बेला त्यो जुन किन्ने मान्छे थियो त्यसले के भन्छ भनेपछि 2000 हो र भन्छ। ल 2000 म दिन्छु, तिमी यो पत्थर मलाई देऊ भन्छ। अनि त्यो बालक फेरि झन अचम्म पर्छ कि, यो सामान्य ढुङ्गा फेरि अझै 200 को सट्टा अब 2000 मा पुग्यो कसरी भन्छ। त्यो ढुङ्गा चाहिँ बेच्छ। अब ढुङ्गा बेचेर त्यो आफ्नो घरतर्फ जान्छ र फेरि बुबालाई सोध्छ। अझै बुबाले सोच्नुभयो, यसले अझै पनि राम्रोसँग बुझ्या छैन भनेर सोध्छ होइन बुबाले। अनि फेरि छोरालाई भन्छन्, तिमी फेरि छोरालाई एउटा अझै अर्को पत्थर दिन्छ। फेरि भन्छ, तिमी अब लास्ट एउटा यस्तो ठाउँमा जाऊ जहाँ महँगो ढुङ्गाहरू किनबेच हुन्छ, तिमी त्यस्तो पसलमा जाऊ भन्छ। अनि के भन्छ, फेरि पनि तिमीलाई यदि कसैले पनि तिमीलाई यो ढुङ्गाको मूल्य कति हो भनेर सोधेपछि बस हातको 2 औँला मात्र देखाउनु भन्छ। छोरा पनि बुबाले भने जस्तै गर्छ। अनि आफ्नो त्यो महँगो होइन ढुङ्गाहरू बेचिने ठाउँमा जान्छ। महँगो ढुङ्गा पत्थरहरू बेचिने ठाउँमा जान्छ र त्यहाँ पुग्छ। कहाँ रिसेप्सनतिर पुग्छ। त्यो रिसेप्सनमा जुन एउटा बुढो मान्छे हुनुहुन्छ, उहाँले चाहिँ त्यो छोराको हातमा त्यो ढुङ्गा देख्छन्। सिधै उहाँले किन्ने कुरा गर्दा भन्दा पनि पहिले चाहिँ के कुरा गर्छन् भने, बाबु यो पत्थर त मैले कति समय भयो मैले यो पत्थर खोजेको, तिमीसँग देख्यो आज मलाई धेरै खुसी भयो, मैले यो पत्थर खोज्नुमा मेरो जीवन बर्बाद गरेँ भन्छ कि होइन। यो पत्थर खोज्नुमा जीवन बर्बाद गरेँ भन्छ। अनि भन्छ यो पत्थरको मूल्य चाहिँ कति हो भन्छ। फेरि त्यो बालकले के गर्छ भनेपछि आफ्नो बुबाले भने जस्तै केही बोल्दैन, हातको बस 2 औँला देखाइदिन्छ भयो होइन। 2 औँला मात्र देखाउँछ। फेरि त्यो जुन ढुङ्गा किन्ने मान्छेले हुन्छ त्यसले चाहिँ कति हुन्छ थाहा छ, 2 लाख रुपियाँ हुन्छ। यो ढुङ्गाको पैसा 2 लाख हो र भन्छ। अनि के भन्छ त्यो बुढो मान्छेले, ल म तिमीलाई यो ढुङ्गाको 2 लाख रुपियाँ दिन्छु, तिमी मलाई यो ढुङ्गा देऊ, अनि मेरो खोज चाहिँ सफल हुन्छ भन्छ कि। अनि फेरि त्यो बालक जुन छ त्यो फेरि आफै अचम्म हुन्छ कि,
यो कसरी हुन लाग्छ? यो जहाँ पनि यो ढुङ्गा पाउँछ, यो एउटा सामान्य पत्थर हो, यसको लागि मान्छेहरू किन 200, 2000, 2 लाखसम्म हालिरहेछन्? सायद योभन्दा बढी पनि हाल्छन् कि भनेर फेरि त्यति बेला सोच्न थाल्यो कि अब। फेरि अझै घर जान्छ, बुबालाई भन्छ, बुबा आज त म झन्न अचम्मै भयो, किन यस्तो गरिरहेछन् मानिसहरू भनेर सोध्छ।